हेलो नमस्ते सम्पूर्णलाई स्वागत छ मेरो युट्युब च्यानलमा। म चाहिँ रमिला थापा अनि आज पनि सदा जस्तै नयाँ भिडियोको साथ हजुरहरूको सामु उपस्थित भइसकेको छु। म चाहिँ अब भिडियो सुरुवात गर्दाखेरि रमिला थापाले के लिएर सुरुवात गरे भन्नु होला। हामी चाहिँ जाँदै छौं सिङ्गुस पोल्न। साच्ची गाइस साच्ची ओइ पख्न ओइ पर्खिन तेरो भेषभूषा देखाइदिउ। आया मेन चाहिँ यो मेन आया हामी चाहिँ जाँदै छौं गाइस सिङ्गुस पोल्नलाई। हामी चाहिँ लाग्यो है त गाइस। हामी चाहिँ जाँदै छौं है बारी बारी जाँदै छौं। बोरा मम्मीले ल्याउँदै लाइटर अहिले म चढिहाल्छु फेरि। आया दिम्सै गाइज दिम्सै जाँदैछौँ हामी चाहिँ यहाँनिर। कसै लगाइदिन्छ नि आगो। अनि मैले त केही पनि लाएर आएन। ल्याएन क्या लिएर आउनु न लाइटर खुरुखुरु। यहाँनिर चाहिँ मम्मीले आगो बाल्दै हुनुहुन्छ। धुवा सल्किन घाम लागेर घाम टल्केर केही पनि देखिएन। भाइ चाहिँ त्यहाँनिर उता उँधो रुखमा चढ्न खोज्दैछ। टोक्न त आउँदैन नि। म चाहिँ यहाँनिर छु घारीमा लुकेर बस्दैछु। भाइ चाहिँ जाँदैछ त्यहाँ। तलबडी लगा पहिला अनि माथि बेला आगो त मरिसक्यो। त्यसरी हल्का तलपट्टिकोमा ओइ त्यही गुडमै लाएर धसारेर धकल न सानै। धसारेर झार्दै कि बिस्तारै गर बिस्तारै गर नातिकिन गर नातिकिन। पुरै पछि आएन के तान बोरा बोरा तान्दै ओ रहेछ रहेछ त्यो झर्न नदे। त्यसमा चाहिँ मह ओइ बोरा पोल्दैछ गाई चाहिँ बोरा पोल्दैछ। ओ माई गड माउनी उडिरहेछ त्यहाँनिर। बिस्तार झर माउनी त्यहाँ
खैले नि त अनि रुख छ कि छैन छैन के आँखा देखेनस् तैँले चस्मा लगाएर बिस्तारै आइज ओ काँडामा समाइस्क्या हो आया ओ सेट काँडाले कोटा रे गाइज हामी चाहिँ यहाँ सिङ्गुस पोलेर ल्याइसक्यौँ भाइ चाहिँ तल एउटा उस झरेको थियो अनि त्यहाँ लिन गयो हामी चाहिँ तलतिर जाँदैछौँ पायो हाँ है गाइज यसले चाहिँ सिङ्गुस पोलेर आइसक्यो ओइ माउ यहाँ छ ऊ है बोरामा नि माउ छ यहाँनिर खै फाइनल्ली हामी चाहिँ सिङ्गुस पोलेर आइसक्यो गाइज यहाँनिर हामी चाहिँ सिङ्गुस पोलेर घर आइपुगेका छौँ यहाँ माउ घाटमा जुमानु न यो खै देखाउँ न यस्तो गाइज बोरामै झरिसकेछ म त यहाँ देख्न सक्नुहुन्छ मिठो छ यहाँनिर यहाँ खनाउनु न म गाइज बही बोनी ओ बच्चा कड्डीहरू हो बोरामा झर्के गाइस म अझै ठाडो बना न बोरा त धन्दै पोलेर धन्दै झरेन त कालो चस्मा लगाएर गएको थिएँ दिनु बोरा निस्किरहेको बच्चाहरू चाहिँ सबै बच्चा हुर्काएको थियो अहिले के भाँड बसिरहेको नि त्यसै यहाँ नि खानु छ खाने छिमसिला खाने सफा दबाई हुन्छ खाने खाइदिउँ सबैलाई गोद्दैन नि यहाँनिर कस्तो लामो नि गोड त बाफ्रे खाइदिए यतिकै माउै माउ रहेछ मलाई को हो यो पुरैमा रहेछ त खै यता देखाउनु न म गाइस म पनि हान्छु कि दिन्न यति चाहिँ म पनि दिन्न अलिकति खाइदिउँ निकालेर यता आइज यतापट्टि म अलिकति म हान्छु कि खाम कहिले दिन्छु त्यहाँ तल नि सके गाइस हाम्रो चाहिँ म यहाँनिर मम्मीले निचार्दै हुनुहुन्छ यहाँनिर चाहिँ के हो यो मौरीको बुवा कसम यार यो तर यो औषधि हुन्छ अरे ढाड दुखेको होइन गु जस्तै हो यार कसम यो हेर्दाखेरि त ए यता पुरै बच्चाहरू चिकम जस्तै अनि यसले हो कि निकालेको यसले हातमा त्यो साइल्याउनमा कपाल छ लाउनु खाने भए गाइस म
डर लाग्दैन त मैले निकाल्दा खाँदै गएको तीन पत्र कपडा लाएर गएको डर नडराएर लाइन राख्दै अलिकति गाइस हामी चाहिँ म खाँदैछौँ यता बुवा पनि कस्तो छ बुवा म कस्तो छ म दाँत झर्ला फेरि नातिवादी खाँदैछन् एक थाल लिएर बस्यो नि गाइस हामीले चाहिँ म पनि निकालेर ल्यायो डराइ मैले त होइन भाइले गरेर निकालेर लिएर आयो आज चाहिँ यही छोटो भिडियो हजुरहरूको लागि आजलाई यति नै बाई बाई